गाइस यो गरममा मेरो साथीलाई घाँस काट्दै हुनुहुन्छ सबैजनाले मेरो साथीलाई लाइक सब्स्क्राइब गरिदिनु होला हजुर नयाँ हुन्छ भने च्यानलमा जोडिनु होला र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला मेरो साथीले यहाँ घाँस काट्दै हुनुहुन्छ कस्तो काट्नुहुन्छ हेरौँ है ल यस्तो मोबाइल काट्नुहुन्छ हजुर देखेर नि वाह भन्नुहुन्छ के ल हेरौँ है गाइस है यो साथी टक्क घाँस काट्दै हुनुहुन्छ हेर्नु यहाँ टक्क उही पासमा गर्दै देखाउँछु टक्क हेर्नु न कति मजाले काटेको के टक्क मजा आयो साथी काट्न एकदम चकाचक टक्क यस्तरी काट्नु भयो हजुर च्यानलमा जोडिदिनु होला अब यहाँको नयाँ घर बन्न थालेको हजुरले देख्न थाल्नुभयो बनेपछि मैले पठाइदिन्छु भनेको यसलाई नि जति सक्दो सपोर्ट गरिदिनु होला है यिनी चाहिँ मेरो भाइ साक्षी त भाइ नै मेरो यहाँ खेल्न आएका भाइ यिनी हेर्नु घाँस काटेको हेर्नु है घाँस काटेको दामी काट्यो हेर्नु यत्रो काटेर भइसक्यो घाँस काटेको कोलाएर के कोलाएर काटिरह हामी यहाँ बसेर कस्तो मिठो मकै नि काटिदेऊ मकै किन चाहिन्छ र यस्ता खानु मकै नि यता हाम्रो नजरा हेर्नुहोस् खै कहाँ काट्यो उहाँ घाम टोटो कहाँ काटेको देखेँ तिमीले मकै मकै काट भनेको के ए भाग काट्ने न मकै मार्नुहुन्छ मलाई यस्तो छ यिनी मेरो भाइ खेल्न आएका भाइ यिनी घरहरू छन् टक्क दामी छ कि हेर्नु न नजरा यस्तो मिठो निकालिदियो क्या गाइस टक्क यो धान रोपेको यति मिठो छ नजरा यस्तो मिठो नजरा हजुरले कहाँ देख्न पाउनुहुन्छ र हामी चाहिँ तराईमा छौँ त्यो हरियाली हराली छ यहाँ घाँस उता जाँदै भाइ कहाँ घुम्न जाम्ला जाम्ला त्यो हेर्नु टक्क घाँस काटेको यस्तो मिठो अरे टक्क हेर्न हात च्वाप पराएर कचक्क कचक्क गरेको क्या काट्न नि आजको लागि यति भनौँ है ए साथी ल आजको लागि यति आज यो भ्लग मन परेको भए हाम्रो सपोर्ट गरिदिनु होला म फर्स्टमा पनि भनेको थिएँ सब्स्क्राइब गरिदिनु होला अनि फेरि अहिले लास्टमा भन्दैछु सब्स्क्राइब गरिदिनु होला हजुर नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला हामीले लगभग एक हप्तामा यस्तै भ्लग हाल्छौँ सुन्नु नि एक हप्तामा हाल्छौँ त्यो हाम्रो सपोर्ट गरिदिनु होला त्यस्तो सपोर्ट गर्न नबिर्सिनु होला है यति भन्दै बाई